देख्न सक्नुहुन्छ मेरो पछाडितिर एउटा केसको रुख छ भन्न मन छ। डाक्टर भएर के गर्छस्? यहाँनिर रहेको शिव मन्दिरतिर छ भने तलतिर चाहिँ तुलसीपुर बजार रहेको छ। हेलो ब्युटिफुल पिपल, म फेरि पनि आइसकेँ न्यू डे अनि न्यू भ्लग लिएर। आज भने चाहिँ म चाहिँ मेरो गाउँको माथि आएको छु। सो यहाँदेखि तपाईँहरूलाई हाम्रो गाउँको कस्तो भ्यू देखिन्छ भने तपाईँहरूलाई देखाउने छु। सो भिडियो लास्टसम्म हेरेर इन्जोय गर्नु होला। अब भने चाहिँ हामी चाहिँ माथि जाँदैछौँ। मसँग छ एउटा सानो भाइ, देख्न सक्नुहुन्छ यहाँनिर आइरह। हामी दुईटा चाहिँ आज माथि हाम्रो गाउँको डाँडादेखि तलतिर कस्तो भ्यू देखिन्छ भनेर चाहिँ हामी दुईटा जाँदैछौँ। अनि अब त्यो चाहिँ माथि रहेको छ माथि डाँडामा। अब कति टाइम लाग्छ त्यो त थाहा छैन, लाग्छ होला 5-10 मिनट 10-15 मिनट जति। हामी त्योभन्दा हल्का माथि चाहिँ आइसकेको छौँ। अनि हो अनि माथि चाहिँ कुकुर भुकिरहेको छ। यहाँ माथि चाहिँ घर छ अनि तल देख्न सक्नुहुन्छ यहाँ यति ठुलो भिर छ हाँस्न। सो हामी बाटोको साइडमा हिँडिरहेको छौँ। माथि चाहिँ कुकुर भुकिरहेको छ अनि मेरो भाइ चाहिँ यति सानो छ तर हिँड्नमा चाहिँ एकदम छिटो हिँड्छ यो भाइ। अनि अगाडि हिँडिरहेछ, म भने पछि हिँड्दैछु। अनि यतातिर चाहिँ सानो भिड छ अहिले। अब त्यहाँदेखि माथिदेखि तपाईँहरूलाई भ्यू अब आज कस्तो छ तपाईँहरूलाई देखाउँछु। भने हामी हल्का माथि नै आइसक्यौँ। देख्न सक्नुहुन्छ ऊ त्यो माथिको डाँडा हामी जाने भनेको। अनि हामी अहिले चाहिँ बाटोमा हिँडिरहेछौँ दुईजना मात्र। त्यही नै हो गाइज। अब यहाँ माथिदेखि तपाईँहरूलाई यहाँको भ्यू देखाउने छु। तर कस्तो आउँछ तपाईँहरू कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला। धेरै नै धोबा छ। तपाईँ धोबा छ कि नै थाहा छैन। यो चाहिँ सानो भयो नि फुटो हिँडिरहेछ। फटाफट हेर्दै अघि गइरहेछ। म भने पछि हिँडिरहेको छु। धेरै भयो नि त यता माथि गाउँतिर नआएको, त्यही भएर मलाई चाहिँ अलि धौ भएको छ। तर पनि यति सानो त हिँडिहाल्छु होला। अब आउनै लागिसक्यो। अनि यहाँदेखि तपाईँहरूले शिव मन्दिर पनि देख्न सक्नुहुन्छ जो हाम्रो तुलसीपुरदेखि माथि लाउरी चौरमा रहेको छ। अनि यहाँदेखि देख्न सक्नुहुन्छ गाउँदेखि लाग्यो त हाम्रो घर चाहिँ तलतिर छ भने तलतिर चाहिँ तुलसीपुर बजार रहेको छ। सो अब हामी आउनै लाग्यौँ। अब थोरै 5 मिनट जति लाग्छ होला। अनि चाहिँ हामी डाँडामा आइपुग्छौँ। अनि यहाँदेखि तपाईँहरूले देख्न सक्नुहुन्छ यता साइडमा शिव मन्दिर। तर रुखहरूले छेकेको कारणले गर्दा त्यस्तो चाहिँ देखेको छैन। यहाँदेखि देख्न सक्नुहुन्छ यही नै हो यहाँ माथि देखेको भ्यू। हल्का माथि गएर तपाईँहरूलाई अझै राम्ररी देखाउने प्रयास गर्नेछु। घाउ त भएको छैन नि तँलाई? भएको छैन? अब यहीँनिर माथि गाइस हामी फाइनल्ली अब पुग्न आँट्यौँ। यहाँनिर रहेको छ देख्न सक्नुहुन्छ। यहाँनिर आइसक्यौँ। चट्ट लगाएर हामी चाहिँ पुगिसक्यौँ माथि डाँडामा। यतादेखि चाहिँ मुल्को जाने बाटो रहेको छ। सो यो जङ्गलको बिचबाट गरेर यो डाँडा काटेर हामी चाहिँ मुल्कोट चमेर गुफा चाहिँ जान सक्छौँ। अहिले भने हामी आइसकेछौँ यो डाँडामा। अब यहाँदेखि तपाईँहरूलाई छोटो भ्यू देखाउने छु। अनि पछि हामी यहाँदेखि फर्किनेछौँ।
तपाईँले हाम्रो गाउँको हेर्नु नै भयो होला। अनि यो देख्न सक्नुहुन्छ यो हाम्रो गाउँदेखि भयो भने तलतिर रहेको छ तुलसीपुर बजार। सो अहिले हल्का हल्का चाहिँ देखिरहेको छ भने त्यही हो। अनि यहाँनिर रहेको छ हाम्रो शिव मन्दिर, यो डाँडा यहाँनिर रहेको शिव मन्दिर। अनि यहाँ तल चाहिँ हाम्रो गाउँ रहेको छ। अब भने हामीले हेर्नै सक्यौँ। सो अब चाहिँ हामी जानुपर्ने हुन्छ। अनि यहाँनिर चाहिँ यस्तो मस्तको फुल फुलिरहेको देख्न सक्नुहुन्छ, दामी फुल फुलिरहेछ। किन लागिसक्यौँ हामी बाटो तल झर्दैछौँ, राम्ररी झरे लोट्ने हुन्छ अहिले, राम्ररी सुस्त सुस्त हिँड। अब हामी चाहिँ त्यहाँदेखि फर्केर घरतिर लागिसक्यौँ। हामी तल तल झर्दैछौँ। अब घर चाहिँ फर्किनु पर्ने हुन्छ। खाना नखाएर आएकोले भोक लाग्नु लागिसक्यो। अब घर गएर चाहिँ हामी खाना खान्छौँ होला। यहाँदेखि देख्न सक्नुहुन्छ यही नै हो हाम्रो गाउँ। राम्ररी चाहिँ देखाउन पाएन, त्यसको लागि सरी। अब तपाईँहरूलाई पछि राम्रोसँग चाहिँ तपाईँहरूलाई देखाउने नै छु। त्यसपछि मैले एउटा चिज देख्न सक्नुहुन्छ, यो चाहिँ हामीले सानामा खनेर चाहिँ खान्थ्यौँ। यसलाई हामीले खन्ने भन्थ्यौँ। तपाईँहरूकोतिर चाहिँ यो के भनिन्छ यसलाई भन्नु होला कमेन्टमा। देख्न सकिन्छ अब भर्खर नै पाक्दैछ। यो ठुलो रुख रहेको छ। यो चाहिँ हामीले सानामा चोरी लोकेर अर्को चाहिँ खनेर चाहिँ खाने गर्थ्यौँ। अब अहिले त्यस्तो खाँदैनौँ किनभने जानु पनि हुन्न अर्को ठाउँ। सो गाइज हामी चाहिँ अहिले तल आइसक्यौँ, हल्का तल गाउँको बिचमा। देख्न सक्नुहुन्छ मेरो पछाडितिर एउटा केसको रुख छ भने तपाईँलाई देखाउनेछु। यो चाहिँ हाम्रो गाउँमा रहेको सबैभन्दा ठुलो आँपको रुख हो। तपाईँहरूको गाउँमा योभन्दा ठुलो आँपको रुख छ कि नै, या तपाईँहरूले देख्नु भएको छ कि नै कमेन्ट गरिदिनु होला। यसलाई चाहिँ म आज देखाउने छु। तपाईँहरूले देख्न सक्नुहुन्छ यो यहाँनिर रहेको छ यो आँपको रुख। यसको लम्बाइ ठुलो नै देख्न सक्नुहुन्छ, एकदम ठुलो छ। अनि यहाँदेखि देख्न सक्नुहुन्छ यति ठुलो छ भने अब योभन्दा ठुलो तपाईँहरूले देख्नु भएको छ भने कमेन्ट गर्नु होला, या तपाईँको घरमा तपाईँहरूको कतै देख्नु भएको छ भने भन्नु होला। देख्न सक्नुहुन्छ एकदमै ठुलो रहेको छ ल आँपको रुख। राम्ररी पुरा क्याप्चर त गर्न सकेन किनभने यो चाहिँ ठुलो रहेको छ। यसको हाँगाहरू धेरै टाढासम्म फिजिएको कारणले गर्दा तपाईँहरूलाई पुरा चाहिँ देखाउन सकेन। चाहिँ घर चाहिँ फर्किन लागिसक्यौँ। बाटोमा तपाईँहरूलाई के कस्तो आउँछ, केही चिजहरू आउँछ भने तपाईँहरूलाई देखाउने नै छु। अनि अहिले देख्नुहुन्छ तर धौबा छ कि नै मजा लागेर छ मसँग हिँडेर। ल ठिक छ, मेरो अगाडि रहेको छ देख्न सकिन्छ यो चाहिँ हाम्रो फुटबल ग्राउन्ड हो, जो रहेको छ हाम्रो वनको हल्का साइडमा। एकदम सुनसान ठाउँमा छ, जो हामी आएर सबै मिलेर खेल्ने गर्छौँ। यसमा शान्त ठाउँमा भएकोले खेल्नमा पनि रमाइलो हुन्छ। देख्न सक्नुहुन्छ यो चाहिँ रहेको छ हाम्रो फुटबल ग्राउन्ड। अनि चाहिँ त्यहाँ चाहिँ रहेको छ बरपिपल। जब घाम हुन्छ शीतलो खानको लागि चाहिँ यहाँ मान्छेहरू आउने गर्छ, किनभने यहाँ चाहिँ धेरै नै हावा चल्छ चिसो। सो गर्मीयाममा चाहिँ यहाँ आएर मान्छेहरू बस्ने गर्छ। देख्न सक्नुहुन्छ यही नै चहर हामी सानो हुँदादेखि नै अहिलेसम्म पनि हामी यही ग्राउन्डमा खेल्ने गर्छौँ। पहिला चाहिँ यहाँको यस्तो चाहिँ थिएन, नर्मल थियो। अहिले भने बाटो चाहिँ यहाँदेखि आएर डोजरले खनेर चाहिँ अहिले धेरै राम्रो बनाएको छ, जो खेल्नमा राम्रो भइरहेछ। चाहिँ हामी यहाँदेखि पनि सानो गाउँ देख्न सक्नुहुन्छ। यहाँदेखि अगाडि भाइ दुखिरहेछ, नदुख्रै लोट्लास फेरि अगाडि दुखिरहेछ। म चाहिँ त्यसको पछि हेरिरहेको छु। एकछिन धौ भएको चाहिँ हामी चाहिँ बसिरहेछौँ। तँलाई ठुलो भएर के बन्न मन छ? ठुलो भएर डाक्टर बन्न मन छ। डाक्टर भएर के गर्छस्? सुई लगाइदिन्छु। कसलाई? मान्छेलाई सुई लगाइदिन्छस्? हो, डाक्टर बन्न त धेरै पढ्नुपर्छ। तँले पढ्छस् त साँच्चै? एबिसिडी भन् त। हो, यस्तो भने त डाक्टर भन्छ है। ल डाक्टर बनेर राम्रो धेरै पढ्ने है। अनि डाक्टर बनेर मान्छेलाई सुई लगाइदिन्छस् त? अरू के गर्छस् डाक्टर बनेर? औषध दिन्छ।
औषध दिन्छस् अनि आफ्नो आमा बुवालाई के गर्नेस् त राम्रोसँग पाल्छस् नि हो ल ठिक छ अब चाहिँ हामी एकछिन बसेर आराम गरेर चाहिँ अब चाहिँ जानुपर्ने हुन्छ हामी माथि डाँडादेखि धेरै नै चलाइसक्यौँ तपाईँहरूलाई मैले देखाएको अस्ति मेरो पहिलाको भिडियोमा चाहिँ तपाईँहरूलाई देखाएको नै छु यहाँ देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ बन्दैछ राम्रो एकदम राम्रो पार्क अनि त्यो अगाडिको हात देख्न सक्नुहुन्छ अनि यहाँ बस्ने छ फोटो खिच्ने ठाउँ अनि यतातिर कटेजहरू छ अनि यहाँदेखि तपाईँहरूलाई मैले देखाइ नै सकेको थिएँ यहाँदेखि एकदम राम्रो भ्यू छ यहाँनिर यतातिर देख्न सक्नुहुन्छ अहिले भने मैले भाइलाई छोडेर तल नै आइसकेँ अब मेरो घर पनि आउनै लागिसक्यो सो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला म भेट्नेछु तपाईँलाई अर्को भिडियोमा अहिलेको लागि चाहिँ बाई बाई